अलराइट, आज अब एउटा अर्को भिडियो जेक्वेरीको तर्फमा। त्यसपछि चाहिँ हामीले बेसिकली जेक्वेरी लेख्ने, जेक्युइआरवाई जेक्वेरी, यो लेख्नु पनि नलेख्नु भयो। तर जेक्वेरी युज गर्ने बेलामा चाहिँ हामीले त्यसको भरभरको जुन फङ्सन्सहरू हुन्छ, जेक्वेरी भनेको अरू केही होइन, जाभास्क्रिप्टमाथि नै बिल्ड इन भएको मल्टिपल फङ्सन्सहरू चाहिँ युज गर्ने तरिका नै हो। जेक्वेरी चाहिँ बढी हेल्प गर्छ, एकदम सानो प्याकेज हो, एकदम हेल्पफुल हुन्छ। यसले कोड लेख्ने बेलामा हाम्रो जुन धेरै टाइम लगाउने हुन्छ त्यसलाई चाहिँ मिनिमाइज गर्छ। बेसिकली अब यस्तोको फङ्सन्स जुन हुन्छ त्यो अनलाइन डाउनलोड गरेर आफ्नो कम्प्युटरमा राखे नि भयो, अथवा आफ्नोले त्यसलाई सिडिएनबाट इम्पोर्ट गरेर नि भयो। त्यसको लागि बस गुगलमा जाने, सर्च गर्ने जेक्वेरी लिङ्क, सिरियल लिङ्क अथवा प्लिज भनेर लेख्यो भने अहिले दिन्छ। धेरै मेहनत गर्ने नै होइन। यहाँ एउटा मिनी भर्जन होला, कोसिस गर्नु मिनिमम अथवा यस्तो मिनी भर्जनहरू गर्नु, किनकि त्यो कम्प्रेस भर्जन हुन्छ। माइक्रोसफ्टको एएसपी नेटवालाबाट रहेछ। अनि यसलाई चाहिँ ब्राउजरमा गएर, ब्राउजर भन्छ, कोडमा गएर चाहिँ सिधा इम्पोर्ट गर्दै पुगिहाल्यो। यो फाइल भनेको के हो? यो भनेको अरू केही होइन, एउटा कम्प्रेस भर्जन हो। यदि यसलाई यस्तरी गरेर कपी गरेर यसले ब्राउजरमा चेक गर्ने हो भने के हुन्छ? यो भनेको भयभरको फङ्सन हो जुन एकदम बन्डल कम्प्रेस भएर राखेको हुन्छ, अरू केही होइन यो भनेको चाहिँ। अब बेसिकली यसको कोड लेख्नु पऱ्यो भने त्यसपछि अब सिम्पल कोड लेखौँ, अरू किन लेखौँ, बस बटन्सहरू बनाऊँ, बटन डिप र यो होला। त्यसै कि बटन आइडी सब भनेर यत्रो एक्सप्लेन भयो। क्लिक मी भनेर लेख्यो अनि आइडी दियो बटन्सहरूमा, अरू केही गरेको होइन। त्यसपछि अब हामीले एउटा स्क्रिप्ट लेख्नुपर्ने हुन्छ। स्क्रिप्टमा चाहिँ हामीले कसरी लेख्ने भनेपछि एउटा फङ्सन्स बनाउने, ह्यासट्याग। अब हामी जस्तो कि नर्मल्ली कुनै पनि स्क्रिप्ट कल गर्ने बेलामा स्क्रिप्ट चाहिँ अब जता लेख्यो भने भयो, बडीभित्र लेख्यो भने भयो। म चाहिँ म बडीभित्र धेरै जस्तो कोही नलेख्यो भने चलिहाल्छ, तर लेख्नुपर्छ बडीभित्र। हामीले नर्मली जब पनि यो जुन जस्तो मानौँला बटनलाई एक्सेस गर्न खोज्यो भने नर्मल्ली बटन लेख्ने तरिका के हुन्छ? हामीले बटन भने लेखेको हुन्छ, डकुमेन्ट डट गेट एलिमेन्ट बाई आइडी गरेर ह्यासट्याग गरेर बिटिएन लेख्छौँ। यसरी हामीले एक्सेस गर्थ्यौँ। अब यही चिजलाई सजिलो गराउनको लागि हाम्रो यति रेज कि म यसलाई यत्तिकै छोडिदिन्छु। हामीले लेट गर्छौँ, बिटिएन भनेर लेख्छु। यसमा लेट पनि पर्दैन। यसमा के गर्नु चाहिँ डाइरेक्ट एक्सेस गर्न मिल्यो। डलर जेक्वेरी केही पनि लेख्यो भने डलर लेख्ने बित्तिकै यो जेक्वेरी भनेर आइहाल्छ। अनि यस्तो गरिदिने, अनि कोटेसनभित्र जसरी आइडी हो भने आइडी, अब डट भनेको के हुन्छ? आइडी हुन्छ। सिएसएसमा त्यस्तै तरिकाले लेख्ने गरिन्थ्यो। आइडी टार्गेट गर्नु छ भने ह्यासट्याग, यस्तो तरिकाको हुन्छ। अब आइडी हामीलाई टार्गेट गर्नुपर्ने चाहिँ ह्यासट्याग बटन, अब डट के गर्नुपर्ने हो? भयभरकै फङ्सन सब भयभरकै। यसलाई जति प्र्याक्टिस गर्ने हो त्यति हुन्छ। यसमा चाहिँ एक्स्ट्रा जुन हाम्रो नर्मलमा हुँदैन, यसमा पनि एक्स्ट्रा आइरहेको हुन्छ। जस्तै कि अब हाइड गर्ने हो भने हाइड, क्लिक गर्ने बेलामा क्लिक गर्ने बेला फङ्सन छ भने सब छ यसमा भयभरकै। अब हामीले के गर्छौँ कि यो बटन क्लिक हुने बित्तिकै रेकर्ड भइरह नि यो क्लिक हुने बित्तिकै चाहिँ हामी एउटा फङ्सन चलाउन चाहन्छौँ, क्लिकवाला फङ्सन। त्यसमा चाहिँ हामी अब फङ्सन लेखिदिउँ। फङ्सनको नाम दिए नि भयो, नदिए नि भयो। त्यसपछि हामीले टेक्स्टलाई डाइरेक्ट एक्सेस गरेका हुन्छौँ। एउटा जस्तो कि लेट टेक्स्ट एडिट छ, हाम्रो यो टेक्स्ट छ, हेलो जेक्वेरी भने जुन यो टेक्स्ट छ नि, यो टेक्स्टलाई हामीले केमा स्टोर गऱ्यौँ? एउटा लेट भेरिएबलमा स्टोर गऱ्यौँ। त्यसपछि हाम्रो यो टेक्स्टलाई चाहिँ अप्पर केसमा बनाइदिउँ। यसमा अप्पर केसमा गराइदिउँ। यो टेक्स्ट छ, यो टेक्स्टलाई यसलाई अब डाइरेक्ट यहाँ डट टेक्स्ट एक्सेस गरिसकेपछि डट अप्पर केस सिधा यो डाइरेक्ट गराइदिनु भयो, नगराइदिनु भयो, सबैको तिम्रो तरिका कसरी गर्छौ। त्यसपछि जुन हाम्रो यो टेक्स्ट छ, यो टेक्स्टमा चाहिँ त्यो टेक्स्टलाई पास गऱ्यौँ। हामीले यहाँ के गऱ्यौँ? बेसिक हामीले पहिला सुरुमा यो टेक्स्टमा नर्मल्ली जे छ, जेक्वेरी हेलो डट जेक्वेरी भनेर लेख्या, स्मलमा लेख्या, ध्यान दिनु है, स्मलमा लेख्या। त्यसपछि त्यो टेक्स्टलाई एक्सेस गरेर हामीले केमा स्टोर गऱ्यौँ? टीएक्सटी नामको भेरिएबलमा स्टोर गऱ्यौँ। त्यसपछि त्यो टीएक्सटी भएको नामलाई चाहिँ हामीले के गर्यौँ? अप्पर केसमा बनायौँ, टु अप्पर केस, जाभास्क्रिप्टको फङ्सन। अनि गर्ने बित्तिकै यो जुन टीएक्सटी नामको भेरिएबललाई हामीले चाहिँ फेरि त्यही आइडीमा फेरि यसैमा गएर ओभरराइड गरिदिउँ। जस्तो कि यसमाथि गएर ओभरराइड हुन्छ, डट टेक्स्टले के हुन्छ? ओभरराइड भयो अनि पास गर्यो। बस यति, अरू केही होइन यसमा। त्यसपछि चाहिँ
हामीले चाहिँ अब यसैबाट चाहिँ अब सिएसएस गऱ्यो भने के ह्यासट्याग जेक्वेरीको स्टार्टिङ भयो पोइन्ट, त्यसपछि ह्यासट्याग बक्स भनेर हामीले यो जुन बक्स छ बक्सवाला डिपलाई यसलाई टार्गेट गऱ्यौँ। यो बक्स डिपमा चाहिँ हाम्रो पहिलेदेखि सिएसएस लेख्नुपर्ने हुन्छ एकछिनमा, र सिएसएसलाई चाहिँ यसको ब्याकग्राउन्ड यो गर्नुभन्दा अगाडि चाहिँ सिएसएसमा चाहिँ हाम्रो बाई डिफल्ट एउटा सिएसएस लेखौँ। स्टाइल ट्यागमा गएर लेखौँ ह्यासट्याग बक्स हुने हो, यो बक्स आइडी टार्गेट भयो, विथ यसको डेट चाहिँ हाइट यो भएको, अनि ब्याकग्राउन्ड चाहिँ लाइट ग्रे मलाई राखिदियो। ठिक छ, ठिक छ। लाइट गर्ने बित्तिकै जब पनि यो फङ्सन क्लिक हुन्छ, यो ह्यासट्याग बटनमा क्लिक हुन्छ, एउटा फङ्सन चल्छ, त्यो फङ्सनले के गर्छ सबभन्दा सुरुमा टेक्स्टलाई ठुलो बनाउँछ, त्यसपछि त्यसको टेक्स्टको यो बक्सको रिजनलाई चाहिँ ब्याकग्राउन्डदेखि ओरेन्ज बनाइदिन्छ। यसको केही छ, केही पनि छैन। पछि अब एकचोटि हेरौँ कि डेमोमा के देखिन्छ। डेमोमा के देखिरह, रिलोड गरौँ। क्लिक गर्ने बित्तिकै क्लिकमा अहिले स्मलमा जे क्वेरी छ, अहिले स्मलमा जे क्वेरी छ, क्लिक गर्ने बित्तिकै क्यापिटलमा भयो, अनि यो ओरेन्जमा क्लिक भयो। अब यदि मैले यसमा चेक गरिदियो भने यसमा चेक गरेर अब ओरेन्जको ठाउँमा ल ब्लू हालौँ, ब्लू। अब यसमा सजेसन त आउनु किनकि सिएसएसको यस्तो आएर ब्याकग्राउन्ड भइगयो। अब एकचोटि फेरि गएर हेरिहालौँ, गएर रिलोड गरौँ, क्लिक गर्ने बित्तिकै ब्लू भइगयो। बस यही हो जेक्वेरी। जेक्वेरी भनेको बिल्ट इन फङ्सनको भरकै कम्बिनेसन छ, यसमा गर्नुपर्ने अरू केही छैन, बस जति सक्दो प्र्याक्टिस गर्ने हो। हामीले बेसी अहिले स्टार्टिङ फेज हो, त्यही भएर जेक्वेरीबाट चाहिँ हामीले एडभान्स चाहिँ यति सिकिन्न, नर्मली यी सब चेन्जेस गर्ने हिसाबबाट गर्ने नै हो। अर्को चाहिँ एज्याक्स भन्ने छ, त्यो चाहिँ सिक्न जरुरी छ, त्यो चाहिँ अर्को पार्टमा सिकौँला। सी यु इन द नेक्स्ट वान, थ्याङ्क यू।